हेलो गाइज, उन्नति लिम्बूको युट्युब च्यानल सब्सक्राइब गर्न हेर्न नभुल्नुहोला। हेलो गाइज, म चाहिँ मेरो गाईलाई घाँस काट्नु जाँदैछु। मेरो गाई चाहिँ एकदम भोकाएको छ। सबैजना बिहेमा नाच्नु काम सघाउनु जानुभएको छ, त्यही भएर मैले आज गाईलाई घाँस काट्नु परेको, नत्र मामाहरूले काट्नु पर्थ्यो। कति यो भनेर चाहिँ नभन्नु होला मलाई, तर होइन, मैले आज चाहिँ काट्नै परेर काटेको हो। अरू बेला पनि काट्नु त काट्छु र पनि। मेरो बहिनीहरू पनि छ यहाँनिर, टन्नै बहिनीहरू बोकेर। त्यता होइन, हाम्रो बारी यता तल केटाकेटी हो। बहिनीहरू चाहिँ थुप्रै छौँ यहाँ हामी सबैजना। यो चाहिँ यहाँ हाम्रो बारी, यहाँ माइजूहरूले कोपी रोप्नु भएको छ। यो कोदोको ब्याड, अब यो कोदोको ब्याड पछि ठुलो भएर यो कोदो उयो गर्ने हो। यो चाहिँ बोजूहरूको खोर्सानी। अब अकबरे खोर्सानी खानुहुन्छ भने किन्नु आउने। कति महँगो छ अकबरे खोर्सानीको भाउ, कहिले घट्दैन पनि बढ्दैन पनि। 300 400देखि पिरो खोर्सानी खानुपर्छ, मजा हुन्छ है। घाँस के काट्नुपर्ने, आज खर काटेर लानुपर्ने छ। मेरो बहिनीहरू पनि सबै छ, गाईहरू गाउँघरमा यस्तै हो सबै। हेलो गाइज, घाँस काट गाइज, मैले चाहिँ मेरो भारी यति बनाएँ। बल्ल बल्ल यता कुद्दा उता कुद्दा। खर काट्नु कम्ती साह्रो हुँदैन, हात सिरिक सिरिक काट्छ, कम्ती लग्गा हुन्छ। बल्ल बल्ल मेरो भारी यति पुऱ्याएँ। यति नै हो आज मैले घाँस खोजेको। आजलाई यति नै। घाँस लान्छु, मेरो गाईलाई दिनेछु। कम्ती उता कुदिनँ हो, बारी बारी कुदे खर काट्नुलाई पनि। अब के भन्छ भन्नु, यसो हेर्दा त सजिलै हुन्छ कि यहीँ देखिन्छ, तर हरियो, तर अलिकति राम्रो लामो। अब अहिले त घाँस पाउने सिजन हो नि त, त्यही भएर अब म जहाँ पनि हरियो, जहाँ राम्रो त्यहीँ खोज्दै काटेर हो क्या कुद्नु परेको। मैले चाहिँ यहाँ सबै हातहरू पनि झमझम गऱ्यो। कमिला त सबै यसरी बसेर काटेको। लुङ्गी लगाएको थिएँ, लुङ्गीको माथि माथि कमिला चढेको छ, थाहै पाइनँ मैले त। अनि यहाँ टाउकोमा कुद्छ, अनुहारमा कुद्दा मात्रै थाहा पाएँ क्या। अनि त हतार हतार उठेर ल पानी पर्नु थालिसक्यो गाई चाहिँ। म चाहिँ अब छिटो छिटो भारी लगाएर गइहाल्छु ल गाई चाहिँ। म चाहिँ भारी पुऱ्याएर घरतिर लाग्दैछु। मेरो सामानहरू काचे पन्जाहरू बोकेर भारी पुग्यो नि त। अब छर बस्दा त नङ कति राम्रो हुन्थ्यो। अब गाउँघरमा फोहोर हुन्छ, त्यही भएर पन्जा लाएर काटेको, नत्र त त्यतिकै काट्दा पनि हुने। फेरि खर घाँस त एकदम लग्गा पनि हुन्छ नि त खर, अनि ल्याम काट्छ क्या, त्यही भएर धेरै टाढो त आएको नि है, तलतिर बारी हो घरदेखि मुनि।